चुनाव नेताहरूका लागि मात्र होइन, हामी सबै मतदाताहरूको विवेकको पनि परीक्षा हो। यसपटक हामी केवल पार्टीको झण्डा बोक्ने मात्र होइन, देशको एजेन्डा बोक्ने सचेत नागरिक बनौं। राष्ट्रको आत्मा बुझ्न नसक्नेले सत्ताको कुर्सी त चिन्छ, तर नेपाल आमाको पीडा कहिल्यै चिन्दैन। देशभन्दा ठुलो गठबन्धन र जनताभन्दा ठुलो शक्ति हुँदैन भन्ने सत्य नबुझ्ने नेताहरू राष्ट्रका लागि भार मात्र हुन्। चुनाव नेताहरूका लागि मात्र होइन, हामी सबै मतदाताहरूको विवेकको पनि परीक्षा हो। भोलि पछुताउनु भन्दा आज सोचेर बुझेर र जाँचेर हाम्रो मूल्यवान मतदान सही ठाउँमा प्रयोग गरौं। जो नेता शक्ति र अधिकारको लोभमा पर्दैनन्, जो इमानदार साबित हुन्छन् र जसको सफा छवि छ, त्यही आजको आवश्यकता हो। यसपटक हामी केवल पार्टीको झण्डा बोक्ने मात्र होइन, देशको एजेन्डा बोक्ने सचेत नागरिक बनौं। व्यक्तिगत नाफा घाटा भन्दा पनि माथि उठेर समृद्ध नेपालको सपना साकार पार्ने असल नेता छानौं। भोट दिने औँलाको मसी केही दिनमा मेटिएला, तर हाम्रो एउटा गलत छनौटले देशलाई वर्षौंसम्म सताउनेछ। भावनामा बगेर नजाउँ, गम्भीर भएर सोचौं। हाम्रो एउटै भोटको सही निर्णयले मात्र देशको मुहार फेर्न सक्छ। हामीले कपटी र देशद्रोही नेताहरूलाई भोट दिएर पछि पछुताउने इतिहास धेरै पटक दोहोर्याएका छौं। देशलाई कपटी मुस्कान र विश्वासघाती तथा स्वार्थी नेताहरूको भ्रामक भाषणले धेरै पटक धोका दिएको छ। अब ढिलो नगरी बुद्धि, विवेक र राष्ट्र प्रेमको आधारमा हामीले असल नेता छान्ने समय आएको छ। बहादुर पुर्खाको रगतले सिंचिएको यो पवित्र भूमि र नेपाल आमाको इज्जत जोगाउने नेता खोज्नुहोस्। देशको माटोमा उभिएर सोच्न नसक्ने नेता विदेशी निर्देशनमा झुकेको कठपुतली हो भन्ने अवश्य जान्नु। आफ्नो भोट हाल्ने औँला मात्र होइन, देशको आत्मा चिन्ने र माटोलाई माया गर्ने साँचो देशभक्त नेता चुन्नुहोस्। जो नेता शक्ति र अधिकारको लोभमा पर्दैनन्, जो इमानदार साबित हुन्छन् र जसको सफा छवि छ, त्यही आजको आवश्यकता हो। राष्ट्रको आत्मा बुझ्न नसक्नेले सत्ताको कुर्सी त चिन्छ, तर नेपाल आमाको पीडा कहिल्यै चिन्दैन। पुर्खाको रगतले लेखिएको इतिहासलाई भोटको मोलतोल बनाउने नेताहरू देशका लागि होइनन्, अवसरका दलाल हुन्। हामीले चुनावमा भोट दिँदा सचेत हुनुपर्छ। पार्टी होइन, देशको माटो चिन्ने मन र देशभक्तिपूर्ण चेतना खोज्नुपर्छ। नेतृत्व उत्तराधिकार होइन, यो जिम्मेवारी हो। जबसम्म यो बुझाइ आउँदैन, तबसम्म राजनीतिमा सुधार आउँदैन। युवालाई समयमै अगाडि नल्याउने जिद्दीले दल मात्र होइन, राष्ट्र कमजोर बनाउँछ। युवा नेतृत्वलाई झण्डा बोकाउने मात्र पुरानो नेतृत्वले देशको प्रगति रोकिरहेको छ। यदि देश भविष्यतर्फ अघि बढ्न खोज्दा नेतृत्व विगतमा नै अल्झिरहन्छ भने त्यो प्रगति होइन, पतनको संकेत हो। युवालाई अवसर नदिने नेतृत्वले आफ्नो अनुभव होइन, गहिरो असुरक्षा प्रदर्शन गरिरहेको हुन्छ। देशभन्दा ठुलो गठबन्धन र जनताभन्दा ठुलो शक्ति हुँदैन भन्ने सत्य नबुझ्ने नेताहरू राष्ट्रका लागि भार मात्र हुन्। देशको आत्मा र जनताको भरोसा बेचेर बनाएको गठबन्धन अन्ततः जनताकै रोषमा चकनाचुर हुन्छ। देशको अस्मिता साटेर सत्ताको सिडी चढ्नेहरू इतिहासमा कहिल्यै पनि राष्ट्रवादी ठहरिँदैनन्। जनताको नाममा सत्ता खोज्ने तर जनताकै भावना कुल्चिने नेतृत्व कदापि विश्वासयोग्य हुँदैन। जो झण्डा र नारा बोकेर देशभक्तिको ढोङ गर्छन् तर गोप्य रूपमा राष्ट्रिय पहिचान बेच्छन्, तिनीहरू नै राष्ट्रका असली शत्रु हुन्। जब राजनीति सेवाबाट सुरु भएर व्यापारमा अन्त्य हुन्छ, तब इमानदार नागरिक सधैँ लाइनमा हुन्छन् र गद्दारहरू दरबारमा पुग्छन्। यो माटो हाम्रा पुर्खाले रगत बगाएर जोगाएको पवित्र नासो हो, कसैको व्यापारिक वस्तु होइन। देशले हामीलाई के दियो भन्नु अघि हामीले देशलाई के दियौं भनेर सोच्नु नै चेतनाको सुरुवात हो। सीमा स्तम्भहरू ढल्दा देश मर्दैन, तर नागरिकहरूको मन फाड्दा देश हार्छ। हिमालय, पहाड र तराईको विविधतालाई जोड्ने एउटै बलियो धागो नेपालीपन हो। पृथ्वीनारायण शाहले भूगोल मात्र जितेनन्, छरिएका राज्यहरूलाई एउटै अखण्ड राष्ट्रिय आत्मा दिए। यदि त्यो आत्मालाई नै क्षतविच्छेद पारियो भने
निर्जीव झन्डा फहराइरहनुको के नै अर्थ रहन्छ र? पृथ्वीनारायण शाहको साहसिक एकीकरणको जग बिना आज हाम्रो स्वतन्त्र अस्तित्व र पहिचान सम्भव थिएन। तसर्थ उहाँ इतिहासको एउटा पात्र मात्र नभएर हाम्रो अविभाजित राष्ट्रिय गौरवको शाश्वत प्रतीक हुनुहुन्छ। नेपाली हामी रहौला कहाँ, नेपालै नरहे, नेपालै नरहे।